आज म तपाईँहरूलाई लानेछु मसँग नेपालको एउटा यस्तो रेलवे स्टेसन जुन रेलवे स्टेसनमा रेल होइन जनावर देखिन्छन्। यस्तो स्टेसन जुन स्टेसनको आकाशे पुलमा मान्छेहरू बाटो काट्न होइन भ्यू हेर्न जान्छन्। यस्तो स्टेसन जुन स्टेसनमा ट्रेनको पर्खाइमा मान्छेहरू होइन धुलो बस्ने गर्दछन्। यो रेलवे स्टेसन चाहिँ 11 वर्षदेखि प्लान भइरहेको थियो, तर अहिलेसम्म पनि बनिसकेको छैन होइन। सो के कारण हो यसको, किन नबनेको होला भनेर हामी आज यसो सानो डकुमेन्ट्री जस्तो खिच्न आएको छौँ होइन। अब यो यहाँसम्म आइदिएको भए पनि बोर्डरसम्मको ट्रान्सपोर्ट कस्ट कम हुन्थ्यो होइन, थुप्रै कुरा हुन्थ्यो नि त, जनताहरूलाई सजिलो हुन्थ्यो होइन। गाड़ी चलती है तो बिजनेस रहती है, अखने कुछ नहीं चलै छै। विस्तारमा भन्नुपर्दा मैले यी प्राय लोकलहरूसँग बुझेर पाएको जानकारी अनुसार भारतको सहयोगमा बनाइएको यो रेलवे स्टेसन करिब 4-5 वर्षदेखि यही अवस्थामा छ। यहाँका लोकलहरू प्रश्न गर्छन्, समयसँगै आयु गुमाइरहेका यी सामानहरू फेरि कुन सरकारले बनाइदिएला नि त, नेपाल सरकार कि भारत सरकार? बहुत जल्दी भए जेतै, 10 साल तऽ भए गेलै लगभग में, अखन तक कुछ नहीं। अभी तक कुछ जानकारी नहीं भेलै, लेकिन बहुत जल्दी कोशिश छै 5-6 साल 10 साल तक में यहाँ से इटहरी तक संभव छै चल जेतै। चल जेतै, हाँ 10 साल तक में संभव छै चल जेतै।